ताङ भनेको जमिन, ताङ भनेको जमिन। नवीन भाइ नमस्ते, निरञ्जन भाइ नमस्ते है। यङ आय प्रयोग गरेर खोक्सिक भनेको अन्न, अन्न अन्नबाली हैन। अनि छेसो भनेको चाहिँ तरकारी। छेबे आधा भनेको खेती गर्दै, खेती गर्ने, खेती गर्नु। सो भनेको गाई, लेख्नुपर्छ सबै पर्दैन ल हैन। थेजी भनेको बुङ्गर, अनि थाक भनेको कुखुरा हैन, कुखुरा। खाचोक भनेको चाहिँ घरपालुवा, घरपालुवा जनावरलाई चाहिँ पालेर वा हुर्काएर है, गाएर। सुइक भनेको आम्दानी, आम्दानी चाहिँ लिने सानो बिमिदा भनेको उद्योगी हो भन्छ है त, उद्योग हो। यसले चाहिँ के भन्छ भने 2 को 4 छेजवाब भनेको उत्पादन, उद्योग। कन्सरभ भनेको निर्माण उद्योग। सेक्टर भन्दा पनि हुन्छ हैन, सेवा सेक्टर। अनि यो चाहिँ कृषि हैन, कृषि तथा पशुपालन उद्योग। ल बुझ्ने नबुझ्ने, आउने नआउने भाइ बहिनीहरू सबैको लागि काम लाग्छ है त। ओके, 2 को 4